ल फेरि पनि नमस्कार छ सबैजनालाई। हामीले केही समय अगाडि चाहिँ पुरीको भिडियो बनाएका थियौँ। पुरीको भिडियो चाहिँ निकै भाइरल भएको थियो। अनि आज हामी एउटा छुट्टै फेरि डिस आज बनाउने गरेर उपस्थित भएका छौँ। यहाँ बुढी मिलेर चाहिँ आज अलिकति थोरै स्वाद परिवर्तन गरौँ न भनेर यहाँ चिकन बिरयानी बनाउन खोजेका छौँ। अब कस्तो हुन्छ अब हेर्दै जाऊँ। अब यहाँ बुढी बनाउन तम्सिनु भएको छ, हेरौँ है त बाँकी कुरा। चिकन बिरयानीको लागि चाहिँ यहाँ मासु बनाउँदै हुनुहुन्छ बुढीले। अनि अगाडि चामल पनि पकाइसक्नु भएको छ। अब यहाँ आज चिकन बिरयानी खाने भन्ने कुरा छ। चामल पनि पकाएर रेडी छ। यो बासमती चामल है, बासमती चामल। ल बासमती चामल चाहिँ अब ट्याक्क लाएर मासुमाथि सर्भ गरेको छ। त्यहाँ अगाडि मैले अलिकति ढिलो गरेँ है भिडियो बनाउन। त्यहाँ अदुवा लसुनको पेस्टमा चाहिँ मासु मोलेर चाहिँ पकाइसकेको छ। अब त्यसमा चाहिँ अब यहाँ अगाडि पकाएको यो बासमती चामल चाहिँ हालिँदैछ। अब त्यसपछि अब यहाँ फेरि मासु बासमती चामल बासमती चामल गरेर हाल्ने हो। यो भुटेको प्याज है, अगाडि हामीले फ्राई गरेर राखेका थियौँ। त्यो लामो हुन्छ भिडियो भनेर हामीले चाहिँ यसलाई चाहिँ स्किप गरेर त्यो फ्राई गरेको स्टेपहरू चाहिँ देखाएनौँ। अब हामीले थोरै स्वाद बढाउनको लागि थोरै घिउ पनि हाल्दैछौँ है। घिउ पनि अब यहाँ बुढीले हाल्दै हुनुहुन्छ। अब कस्तो बन्छ थाहा त छैन है, फर्स्ट टाइम हो हामीले बिरयानी बनाउन खोजेको। यसो युट्युब सुट्युब हेरेर। त्यो के हो फेरि? ए ड्राई फ्रुट्स। यो चाहिँ के अरे किसमिसहरू बदामहरू होइन, ड्राई फ्रुट्स। ल ड्राई फ्रुट्स पनि हालिसक्यौँ। अब यहाँ त्यही अनुसार ट्याक्क लाएर अब यो मासु हाल्दै हुनुहुन्छ बुढीले होइन। अब कस्तो बन्छ बिरयानी थाहा छैन, तर फर्स्ट टाइम बनाउन लागेको के अरे। बाँकी कस्तो बन्यो त हामी बेलुका देखाउनेछौँ है तपाईँहरूलाई। ल मिठो होला भन्ने आश छ होइन बुढी? ल है त, अरू बाँकी कुरा चाहिँ म पछि देखाउँछु। धन्यवाद। ल फाइनल्ली चिकन बिरयानी रेडी भएको अवस्था। अब सरप्प लाएर थालमा हालेर खाएपछि यति ओभन हुन्छ अरे थाहा छैन है। ल थ्याङ्क यू। अलिकति फुड कलर नहालेको कारणले गर्दा अलिकति रियल चाहिँ देखिएको छैन। फुड कलर हामीले अलिकति स्वास्थ्यलाई असर पर्छ भनेर हामीले फुड कलर हालेनौँ। अरू चाहिँ सबैजसो चिजहरू हालेका छौँ र बिरयानी चाहिँ यत्तिको बनि पनि सकेको छ। अब ट्याक्क बिरयानी सर्भ गरेपछि चाहिँ राम्रै हुन्छ भन्ने आश छ। अलिकति फुड कलर नहालेको कारण आकर्षक चाहिँ